साथीहरू नमस्कार। मैले फेरि तपाईँहरूको बिचमा अर्को भिडियो राख्दैछु। यो सुन्तलाको बगैँचा फर्म हो। हेर्नुहोस्, यसरी चाहिँ पेन्टिङ गरेको छ। यो पेन्टिङको तलतिर चाहिँ चोट देख्नुभयो नि, यो चाहिँ ट्र्याक्टरले चाहिँ जोत्ने क्रममा यस्तो भयो र यसको सम्भवतः यी पहेँला पातहरू देख्नु भएको छ, यस्तै माथि पहेँला। सम्भवतः यो पहेँलो पात हुनको मुख्य कारण जरा कुहिएर पनि हुनसक्छ तलतिर, र अर्को कुरो जरामा चाहिँ फेदमा घाउ भएर पनि हुनसक्छ। तल जरातिर चाहिँ घाउ भएर पनि यस्तो हुनसक्छ। विभिन्न कारणले हुने गर्छ यस्ता चाहिँ पहेँलो देखिरहेको छ। अब यो चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कुटाउने काम गरेका छौँ क्या अहिले। ल हेर्नुहोस्, यो फर्ममा चाहिँ हामी यसरी चाहिँ सरसर्ती चाहिँ मैले तपाईँहरूलाई चाहिँ फर्म देखाइराखेको छु। ल यस्तो चाहिँ फर्म हो यो कालो, जसरी यस्तो कालो चाहिँ हरियो हुनुपर्ने सुन्तलाको पात खास गरी हुनुपर्ने, तर त्यो अगाडि चाहिँ अलिक पहेँलो देखिएको छ। ल अब यस्तो कालो हो कि खासमा हुनुपर्ने चाहिँ यस्तो पहेँलो चाहिँ हुनुपर्ने हो। सरी, यो पहेँलो भन्छु, यो हरियो हुनुपर्ने। यो चाहिँ पेन्टिङ गरेका छौँ हामीले, यो चाहिँ फेदहरूमा सरसर्ती चाहिँ यो फर्म हो। यो दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर 5 मा पर्ने केशव बहुउद्देश्य कृषि फर्मको चाहिँ मैले तपाईँहरूलाई चाहिँ दृश्य देखाइराखेको छु। यसरी चाहिँ सरसर्ती चाहिँ फर्म देखाइराखेको छु। यो दिउँसोको टाइम हो। यो दिउँसोको समयमा मैले यसरी चाहिँ तपाईँहरूलाई चाहिँ आज चाहिँ दिउँसो कुटाउने र यो चाहिँ सुन्तला फर्ममा चाहिँ के छ कस्तो अवस्था भनेर चाहिँ आएको अवस्थामा मैले तपाईँहरूलाई यसरी चाहिँ दृश्य देखाइराखेको छु। यो खासमा यो हिउँदको समयमा मल हाल्ने, त्यसपछि गोडमेल गर्ने यो सिजन हो। यो चाहिँ हाम्रो बिजु बिरुवा हो। बिजु बिरुवा भएको कारणले गर्दाखेरि बिरुवा धेरै ठुला छन्, बुट्टाहरू चाहिँ धेरै ठुला छन्। यो पेन्टिङ कुनैमा चाहिँ गरिसकेको छ, यो बोर्ड पेस्ट भन्छ। यो बोर्ड पेस्ट लगाइसकेको छ कुनैमा भने कुनैमा लगाउन बाँकी छ। अलि माथिसम्म लगाउनु पर्थ्यो, तर तलसम्म मात्रै चाहिँ लगाइएको छ। ल हेर्नुहोस्, यो चाहिँ कुनैमा जङ्गल देखिराख्नु भएको छ, जङ्गलहरू फाल्न अझै बाँकी छ। र मैले सरसर्ती हाम्रा किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा ल हेर्नुहोस्, यसरी चाहिँ बोर्ड पेस्ट यसमा चाहिँ कपर कोल्ड अक्साइड भन्ने चाहिँ प्रयोग गर्नुपर्छ। यसमा चाहिँ यसरी पेन्ट गरेको छ। सरर चाहिँ यो नजिक देखिया छ। खासमा बिजु बिरुवा लगाउँदा हाम्रा सुन्तला लगाउन चाहनुहुने हाम्रा कृषक दाजुभाइहरूले 5 मिटरमा लगाउनु भयो भने सम्भवतः राम्रो हुँदो रहेछ सुन्तला। हामीले कलमे बिरुवा अर्थात् चाहिँ ग्राफ्टिङ गरेको बिरुवा, कलमेमा पनि हाम्रा कलमे गर्ने थरी हुन्छ। एउटा चाहिँ हाँगोमै चाहिँ बनाएर चाहिँ जरा निकाल्ने हुन्छ भने एउटा चाहिँ तल चाहिँ 3 पातेमा जोडेर चाहिँ बनाइन्छ। त्यो अलि छिटो चाहिँ फल्ने हुन्छ। यो बिजु बिरुवा अलि टाइम लाग्छ र यो अलि चाहिँ 5 मिटरको दूरीमा लगाउँदाखेरि सम्भवतः यो अलि नजिक पनि हुँदो रहेछ, धेरै नजिक हुँदो रहेछ। यो जति बिरुवा बढ्दै जान्छ त्यति चाहिँ यो सम्भवतः अब नजिक हुँदै जाँदो रहेछ कि नजिक हुँदै जाँदो रहेछ। र हामीलाई चाहिँ यो फल टिप्न पनि धेरै अग्ला हुने बिजु बिरुवामा। त्यसै गरी कलमे बिरुवाहरू अलि होचा हुने, धेरै चाहिँ होचा भइसके पछाडि फल टिप्न पनि सजिलो, हरेक हिसाबले सजिलो हुँदो रहेछ। यो पाइप पनि देख्नुहुन्छ तपाईँले। यो पाइप खासमा मैले खडेरीको समयमा अब भएसम्म चाहिँ सिँचाइ पनि गर्ने गर्छु। सम्भव भएसम्म चाहिँ सिँचाइ पनि गर्दा राम्रो। अब फलफुललाई चाहिँ त्यति धेरै चाहिँ पानी चाहिने त हुँदैन, तर पानी नभई पनि हुँदैन, त्यसलाई चाहिँ मिलाएर चार्नुपर्ने हुन्छ। यसरी सरर चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखाइराखेको छु। यो साल त्यति राम्रोसँग उत्पादन भएन। यो नेपालभरकै समस्या हो खासमा। यो हाम्रो चाहिँ यो फर्मभित्र मात्र होइन, यो नेपालभरकै समस्या हो। ल यसरी खासमा यस्तो हरियो हुनुपर्छ है आजभोलिको चाहिँ बिरुवा। अब चाहिँ यो फागुनतिरबाट यो फुल खेल्ने फेरि सुरु भइहाल्छ, पालो हाल्ने। त्यसो हुँदाखेरि जसले कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले यो भिडियो हेर्नुहुन्छ, हेरिसके पछाडि कमेन्ट भने अवश्य गर्नुहोला र अर्को भिडियो लिएर म तपाईँहरूको बिचमा उपस्थित हुनेछु।
अहिलेलाई भने म तपाईँहरूको बिचबाट बिदा हुने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।